एभ्रिवान माइसेल्फ रुद्र घिमिरे। हिजो चाहिँ हाम्रो जुन सोचले आएको थियौँ त्यो चाहिँ भएन, किनकि 3-4 घन्टा 4-5 घन्टा जाममा पऱ्यो टोटल। अनि राति यहीँ चितवनकै होटलमा आएर बस्नुपर्ने भयो। सो अनि आज चाहिँ हामी जानेवाला छौँ पहिला सिजी टेम्पल एन्ड देन हामी चाहिँ आज चितवनको सौरा गएर चाहिँ आज इलामको लागि निक्लिन्छौँ। सायद भोलिसम्म पुगिन्छ होला। अहिले एकदमै सिजी टेम्पलको नजिक आइसक्यो होइन। अघि हजुरहरूलाई परदेखि देखाएको नजिकदेखि चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। हल्का लाइटिङ चाहिँ त्यस्तै भइरहेछ, त्यही पनि यस्तो राम्रो छैन। यहाँको भ्यू चाहिँ एकदम राम्रो छ क्या, यता देख्न सक्नुहुन्छ। यहाँ फोटोग्राफी यस्तो भइरह, केटाहरूले पनि फोटो खिच्ने यताउति क्यामेराबाट भइरह। म चाहिँ आफ्नै लागिरहेको अब मलाई भिडियो बनाउनु छ क्या। मेरो लागि मलाई यो पपुलर होस् या नहोस्, लाइक मेरो लागि चाहिँ एउटा मेमोरिज हो कि, मतलब मैले पछि हेर्न पाएँ नि त। कति वर्ष मेरो साथी हुन्छ। सो के भन्नु छ, अब फोटो खिच्नु पऱ्यो होइन। यस्तो मैले पनि 1-2 फोटो त हान्नु पऱ्यो नि। जस्तो देखिने बाल मतलब छैन मलाई चाहिँ। आई डोन्ट केयर अबाउट माई लुक्स। के भन्नु अब त, यति नराम्रो छैन होला। म चाहिँ अहिले सिजी टेम्पल पछाडि आइसकेको छु। त्यो पछाडिको भ्यू देख्न सक्नुहुन्छ। सो अरू त के हेर्नु तर अब मतलब फोटोग्राफी भइरह। मेरो चाहिँ भिडियो कस्तो बलर आइरह, आई डोन्ट नो वाइ। सो हेर्नुहोस्, यता पछाडिदेखिको भ्यू है, सिजी टेम्पल पछाडिदेखिको भ्यू। यो राम्रो छैन। सब ठिक छ। सिजी टेम्पलको गेटदेखि चाहिँ हामी बाहिर आइसकेको छौँ। अब यहाँदेखि चाहिँ बसमा चढ्नुपर्ने हुन्छ। बसमा चढेपछि सिधै पुगिन्छ होटलमा। अघि नै होटलमा खानासाना खाएर फेरि हामी लाग्ने छौँ चितवनतर्फ, चितवनको सौराहातर्फ। किप वाचिङ गाइज, किप सपोर्टिङ। मजाहरू आइरह, केही छैन। हामी चाहिँ भर्खरै सिजी टेम्पलदेखि त्यो अघि नै बिहान गएको होटलमा आइसक्यौँ। अब चाहिँ हामीले खानासाना खान्छौँ यस्तो आधी घन्टा यस्तो रेस्ट गरेर। अनि हामी चाहिँ चितवनको लागि जान्छौँ, चितवन सौराको लागि। अनि आज चाहिँ हामीले जनकपुर जानुपर्ने छ एन्ड देन हामी इलाम जानुपर्ने हुन्छ हामीलाई। अब खानासाना खाने यस्तो गरेर चाहिँ हामी जान्छौँ। हजुरलाई गएको देखाउनेछु। हामीले खानासाना खाइसक्यौँ सिजी टेम्पलदेखि आएर यो होटलमा बसेको हजुरलाई देखाइदिन्छु। यो चाहिँ होटलमा बसेको आएर यहाँ खाना खाएर अब हामी जाँदैछौँ चितवनको सौरा। यहाँदेखि लगभग 1-2 घन्टा लाग्ला, धेरै लाग्दैन। अब अनि त्यहाँ घुमिन्छ अनि जनकपुरतिर गइन्छ होला सायद। जनकपुर गएपछि इलामतिर, इलामदेखि पोखरा अनि फेरि घर। अझै 6 दिन बाँकी छ टुरमा। हिजो चाहिँ एकदम जाम भयो। सो हिजोको भिडियो मैले अझै पोस्ट गरेको छैन। आज चाहिँ डे 2 हो। सो अब के हुन्छ हेरौँ। अब त्यस्तै छ। सो अझै के पनि भन्न सकिन्न। अब आज पनि कोही जाम पर्दैन होला सायद। परेन जनकपुर, आज जनकपुरसम्म पुग्ने होला छौँ हामी। यहाँ सिट चाहिँ खाली छ सायद कोही सरै बस्नुहुन्छ होला। अनि सर बस्नुभएको थियो। सो मैले भिडियो गरिरहेको थिएन। अहिले चाहिँ सर हुनुहुन्न नि त। सो मैले भिडियो गरेर अब सरको अगाडि भिडियो गर्ने कुरा हुन्न। सो अब हजुरलाई प्रत्येक म भ्यू देखाइदिनेवाला छु। मतलब मैले जे देख्छु नि अलि हल्का हजुरले हेर्नुपर्ने टाइपको इम्पोर्टेन्ट जस्तो लाइक हुन्छ नि, राम्रो केही संरचनाहरू देख्यो भने चाहिँ हजुरलाई देखाउने छु मैले। धन्यवाद। अब चाहिँ हामी चितवनमा सफारी के भन्ने गर्न पाइएन। हात्तीमा चढ्ने रहर थियो, हात्तीमा चढ्न पाएन म। अब के अरे, अब चाहिँ हामी म्युजियममा जाँदैछौँ। अब गैँडामा चढ्न त्यहाँ त्यो मूर्तिमा चढ्ने कुरा भएन। यहाँ म्युजियम चाहिँ अब यो भिडियो चाहिँ अब मैले कहिले पोस्ट गर्छु थाहा छैन। मैले हजुरहरूले त्यहीबाट भनिसकेँ। अरू के भन्नु, अब म्युजियममा गएर भित्र क्यामेरा युज गर्न मिल्छ कि नि पहिला मैले हेर्नुपर्ने हुन्छ क्या। अब मिल्छ भने चाहिँ मैले गराउने छु, नत्र त्यस्तै हो। अरू बस्छ पछाडि छ त्यो म्युजियममा, ठ्याक्कै म्युजियममा प्रवेश गरिसकेको छु। यो चाहिँ बाघ हो। यो के हो, यो के जनावर यस्तो औलो टोक्नेवाला छ यसले, टोकेन। यो चाहिँ बाघ रहेछ। वाउ, यो के हो, यो के हो? ओ माई गड, हेर त अर्कै लाग्ने क्या अब मरेको देख्दाखेरि। यिनी भनेको रियर होला नि के, देख्न सक्नुहुन्छ। यो चाहिँ के हो, यो केमा राखेको क्या? नेपाली नाम ठुलो निर, यो चाहिँ ठुलो निर बिरालो रहेछ। यो बाघकै प्रजाति होला पनि देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हो
काडी निर बिरालो भन्ने हजुरले यो हेर्न सक्नुहुन्छ है त्यो गइहाल्यो अनि यहाँ चाहिँ छ नेपाली नाम मलहा बिरालो यो चाहिँ अब यहाँ के छन् विभिन्न प्रजातिको हेर त गैडाको बच्चा मरेको देख्न सक्नुहुन्छ हजुरलाई मैले सकेसम्म पुरै देखाउने कोसिस गरिरहेको छु हजुरलाई केही सिक्न मिलोस् केही देख्न मिलोस् होइन रियल लाइफमा यो चाहिँ गैडाको बच्चा हेर्नु न कस्तो मरेको देख्न सक्नुहुन्छ सो अनि यहाँ चाहिँ हात्तीको होइन र कत्रो छ तपाईँलाई मैले सब देखाउने छु मैले जे देखाउने यहाँ भाइ छ है देख्न सक्नुहुन्छ ठिक छ हात्तीको हाडहरू भाइ पछाडि छ जो चाहिँ तपाईँहरू यहाँ आउन नपाए पनि तपाईँले हेर्न पाउनु भनेको राम्रो कुरा हो कि यहाँ यो बाघको छाला चितुवाको छाला पनि देख्न सक्नुहुन्छ चितुवाको छाला अनि यो चाहिँ रियल हो के हो यो सर के हो यो यसको चितुवाको छाला हो भित्र के छ मलाई थाहा भएन सो अब यहाँ चाहिँ अब विभिन्न किसिमका सिक्नको लागि पनि धेरै कुराहरू छन् अब हेर्न मिल्यो नि त अब यस्तो हुँदो रहेछन् अब यहाँ चाहिँ मुसा सुसा के देख्न सक्नुहुन्छ हजुरलाई म देखाउने कोसिस गरिरहेको छु म्युजियममा गयो होइन यो चाहिँ म फर्स्ट टाइम देख्दैछु यस्तो यो चाहिँ बाख्राको टाउकोहरू समथिङ के छ मलाई थाहा भएन अनि हामी प्रवेश गर्छौँ अर्को कक्षामा देख्न सक्नुहुन्छ यहाँ चाहिँ गएको छाला देख्न सक्नुहुन्छ पुरै कसरी सम्भव छ यस्तो गराउन राख्न अन्त कि विभिन्न केमिकलहरूमा माछाका प्रजातिहरू देख्न सक्नुहुन्छ यहाँ माछाका प्रजातिहरू विभिन्न किसिमका माछाहरू देख्न सक्नुहुन्छ सकेसम्म हजुर हेर्नु यिन चाहिँ माछाका विभिन्न प्रकारहरू छन् यहाँ विभिन्न किसिमका माछाका परिकारहरू देख्न सक्नुहुन्छ यो चाहिँ कुन माछामा थाहा भएन तर माछाका परिकारहरू लाइक यिन चाहिँ कुन केमिकलमा मिसाएर विभिन्न किसिमका देख्न सक्नुहुन्छ वाउ ओ माई गड यो के हो यो चाहिँ विल हो के हो यो विल होला सायद ओ माई गड तपाईँले यिनीहरू हेर्न सक्नुहुन्छ है अनि यहाँ छ यो चाहिँ अक्टोबर यो त के अरे कछुवा ओ माई गड हेर्नु त कति ठुलो छ यो कछुवा अब यो कति वर्षदेखि होला यो केमिकलहरूमा राखेको छ यो सो यस्तो छ देख्न सक्नुहुन्छ केही पनि भएको छैन यो चाहिँ एकदम महँगो कस्ट पर्छ होला सायद मेरो विचारमा चाहिँ यहाँ चाहिँ गोही छ हेर्नु देख्न सक्नुहुन्छ गोही यहाँ पनि गोहीकै प्रजाति विभिन्न किसिमका गोहीहरू होला यिनीहरूको प्रजाति घडियाल गोही भन्ने रहेछ यो चाहिँ कुखुराहरू अब कुखुराहरू त हजुरले देख्नकै छ होला त्यो पनि विभिन्न किसिमका घर कुखुराहरू हुने नि यिनी घर कुखुराहरू अब यिनीलाई केमिकलहरूमा सिसामा अब कसरी राखिएको छ लाइक यसलाई चाहिँ केही फरक नै पर्दैन के यो चाहिँ हो गिद्ध मैले चाहिँ लाइफमा फर्स्ट टाइम देखिरहेको छु गिद्ध यसरी अब यिनीहरू चाहिँ के हो यसलाई सारस भन्छ होला सायद सारस भन्छ यसलाई चाहिँ अब यहाँ विभिन्न केमिकल युज गरेको हुनाले यिनीलाई छुन मिल्दैन अनि यहाँ यसको नियम पनि हुन्छ नि यसको हुन्छ नि म्युजियमको सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो के को अन्डा हो भन्दाखेरि सुतुरमुर्ग हो कि के भन्नेको अन्डा रहेछ यो देख्न सक्नुहुन्छ अनि यहाँ छन् विभिन्न किसिमका पातका प्रकारहरू अब रुखका पातहरू होला यिनीहरू देख्न सक्नुहुन्छ वाउ जस्ट वाउ क्या यस्तो देख्न पाउनु भनेको राम्रो कुरा हो मान्छे पनि देख्न सक्नुहुन्छ है ल तपाईँलाई मैले सकेको देखाइसकेँ अब यो चाहिँ माछाको कुन प्रकार हो होइन देख्न सक्नुहुन्छ डल्फिन होला यो चाहिँ अब यो के को टाउका हो भन्दाखेरि टाउका हो कि टाउको के हो यो मगर गोही भन्नेको टाउको यस्तो हुने रहेछ देख्न सक्नुहुन्छ अनि अब सबै देखिसक्नुभयो लगभग ग्रुप फोटो पुरै खिचिसक्यौँ अब चाहिँ हामी अब जानेवाला छौँ वाटर पार्कतिर सायद है नजानु पनि सकिन्छ अब गएदेखि हजुरलाई देखाउनेछु मैले अब हजुरलाई म्युजियमतिर पुरै घुमिसक्यौँ हामी चाहिँ अब मेरो इन्स्टाग्राममा हेर्नु होला पोस्ट आउँछ मेरो इन्स्टाग्राममा पोस्ट आउँछ हेर्नु ल म्युजियम सिजियम यताउति दायाँ बायाँ ल पुसअप हानिन्छ ल रमाइलो भइरह नेक्स्ट भिडियो सायद वाटर पार्कमा हुनसक्छ मेरो कन्फिडेन्स हाई भइरह क्या आजभोलि डे बाई डे 90% 90% त अब के भइरह अब
वाटर पार्क सायद जान्छ होला। यो मान्छेले यस्तो यो मान्छे गद्दार रहेछ क्या। अहिले बिहान आज गद्दार हाने त्यही पनि यो ठिक छ। सौरा घुम्ने कि नघुम्ने भन्ने यहाँ भइरहेको डिस्कस, अरू केही छैन, ठिकै चलिरहेको। लाइटिङले गर्दा चाहिँ अर्कै देखिरह। अब यस्तै रातभरि 3-4 घन्टा माथि सुतिरहेको दिनमा। सो गाइज अब के हुन्छ, मैले जहाँ जान्छु मैले हजुरहरूलाई त्यो भ्यू देखाउँछु। यो भिडियो चाहिँ थोरै लामो हुने भयो किनकि 2-3 सौराहा भयो, यता भयो उता भयो, कता कता। चितवनदेखि हिँडिसक्यौँ। अब चाहिँ हामी अब वाटर पार्क खोज्दै हिँड्छौँ। यस्तो गर्नु भयो पौडी खेल्ने भनेर। अब फिक्स त होइन, सायद कोही बाटोमा पऱ्यो भने चाहिँ त्यो हुन्छ, नत्र हामी सिधै जानेवाला छौँ जनकपुर। यो पनि एकदम गर्मी भएर आँटिसक्यो, तातेको पुरै ज्वरो आयो जस्तो भयो, नचल्न आएको। अब हामी जानेवाला छौँ, पछाडि देख्न सक्नुहुन्छ। मलाई त यस्तो आँखाले हेर्नु सकेन कि यस्तो गर्मी भयो कि प्याक बनायो। अगाडि पनि देख्छ नि, पछाडि पनि सक्नुहुन्छ। जताततै मान्छे छन्। गाह्रो छ के बोलौँ भन्ने भयो। 16 अर्को ठाउँमा गएर तपाईँहरूलाई भिडियो आउँछु। गर्न लागेको कुरा छोड्ने कुरा भएन। मैले 1000 सब्सक्राइबर पुऱ्याउने 1 वर्षभित्र भन्ने प्लान छ मेरो। 16,000 के 1 लाख। हामी चाहिँ अब वाटर पार्कमा आइसकेका छौँ किनकि स्विमिङ हान्ने कुरा छ। यस्तो गर्मी भएको अति नै। सो टुर जानुभन्दा पहिला स्विमिङ हानेर जाने कुरा छ। हामी चाहिँ एउटा टिकट काटेर भित्र छिरिसक्यौँ। सो गाइज आज सो यु कहाँ पौडी खेल्छौँ भन्ने कुरा, स्विमिङ कता गर्छौँ भन्ने कुरा। क्यामेरा क्वालिटी राम्रो आइरहेको छैन, आँखा पुरै कस्तो भयो भन्ने के भन्ने क्या। किप वाचिङ। हाम्रो चाहिँ एकदमै राम्रो टाइम पास भयो किनकि अब हाम्रो त्यो बसको एसी बन्दै थियो। त्यति बेलासम्म चाहिँ हामीले स्विमिङ गऱ्यौँ, हुन्छ नि, मजा लियौँ क्या सरहरूसँग। सबै 30-31 जना जति थियौँ टोटल। यहाँ सर हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँको नाम चाहिँ जीवन पाण्डे, एकदम दानी सर हुन्छ यहाँ चाहिँ। तर आजभोलि छुचाइ हुन अलिअलि, तर ठिक छ। यहाँ एकदम मोटा मान्छे रहेछ। यिनको अगाडि हामी पातला देखिन्छौँ। अब के भन्नु, आजको भिडियो चाहिँ थोरै लङ भयो। कसले भन्छ नेपालमा रेल छैन भनेर। रेल उडिरहेछ नेपालको रेल। नेपालमा रेल चल्छ गाइजहरू, तपाईँले नदेखेर मात्रै हो। सो तपाईँहरूलाई यो कुन पार्क हो, यो हामी चाहिँ विराटनगरमा छौँ यो सायद। यहाँनिर चाहिँ आज एकदम स्विमिङमा एकदम मजा भयो। लाइक ठुलो पार्क रहेछ। कति 22-23 जना थियौँ टोटल। अनि रमाइलो गऱ्यौँ। केटीहरू चाहिँ आएनन्, अब आफ्नो हुन्छ सबैको। सो अब केटाहरू चाहिँ कता सपिङ गर्न गइसक्यो अरे। गोले यहाँ मोटे गोलु मोटु यहाँ देख्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू रहेछ यहाँनिर। तपाईँ आएर यहाँ भिजिट गर्न सक्नुहुन्छ। अब यसपछि हामी जानेछौँ जनकपुर। आज तपाईँलाई अब त्यहीँ बाटोमा वा सिधै जनकपुर पुगेर मैले भिडियो बनाउनेवाला छु।